वेलकम टु माई युट्युब च्यानल। तपाईँलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ है। आज चाहिँ आफ्टर लङ टाइम पछाडि चाहिँ मेरो साथी मलाई भेट्नुलाई आएको छ होइन। अनि सो कतिजनाले पहिला चाहिँ सोधि पनि रहनु भएको थियो कता गयो कता गयो कता गयो भनेर। ऊ चाहिँ अर्को स्टेट सरेको थियो नि त। अनि सो त्यही भएर मलाई चाहिँ भेट्नु आएको छ होइन। सो आज चाहिँ मैले खाना ल्याएको छु, यो सुँगुरको मासु भइगयो होइन, यो आलु बोडी र कुखुराको झोल छ। उसले चाहिँ खाँदैन यो सुँगुरको मासु। सो त्यही भएर है त ल लेट्स स्टार्ट ल है। मिठो नभए नि मिठो माना खाइदेऊ। हेर्दा यम्मी छ ओ माय गॉड। तिमीले यस्तो मिठो त कहाँ छ र। केटाकेटीहरूको चाहिँ साउन आइरहेछ है। मिठो के को हुन्थ्यो नि। ल फर्स्ट बाइट है। पहिलाको याद आयो मलाई। अहिले पो कहाँ छ म कहाँ छु हो। र पनि म जानु नसके पनि ऊ चाहिँ आइदिइरहेको छ होइन। त्यही खुसी लाग्छ। साथी भनेको चाहिँ यतिकै हुनु पर्यो है, साथीहरूलाई भेट्न आइरहने चाहिँ। मिलिरहेको छैन नि त अब म जाउँ भने चाहिँ। दोकानले गरेर काहीँ सपिङ पनि जानु पाउँदैन। बल्ल बल्ल टाइम निकालेर जानुपर्छ हो। भ्याउँदिन, गाह्रो छ। कतिवटा सब्जी पकाउनु भ्याइसिनु यति नाथे पनि यति नाथेर म तिन थोक सँगै हुनुभएको छ। अब कहिले काहीँ आउँथ्यो हामी बिहान भिडियोहरू ल्याइरहन्थ्यौँ होइन। के गर्नु अब बिस्तारै बिस्तारै सर्छ होला यहीँ। म्यान यहाँ ऊ चाहिँ यहीँ हुँदाखेरि कति धेरै क्या त। अब रमाइलो लाग्थ्यो। अहिले त कोही पनि छैन नि त यतातिर। सो तिमी हाम्रो घरमा आउँथ्यौ, म त्यहाँ आइरहन्थेँ। आइजाइ हुन्थ्यो, भिडियोहरू बनाइन्थ्यो। अहिले त छैन। झन् धेरै टाढा भएको छुइनँ। जे होस् बेला बेला चाहिँ आउँछ। उसलाई नि युट्युब च्यानल चलाउन भनेको सरम लाग्छ भन्छ। तिमी जस्तो कहाँ बोल्नु आउँछौ। बोल्नु के म नि के बोल्छु र होइन। म नि बोल्नु त जान्दिनँ। म त जान्दिनँ बोल्नु जस्तो लाग्छ क्या। अरूहरूको झन् हेर्छु कति धेरै होइन। टिकटकतिर तिमीले उयो हालेको कस्तो मजाले सुनिन्छ साउन्ड। के चाहिँ क्या अब के होइन बनाएर यस्तो सामानहरू क्या हाल्छ नि, कस्तो मजाले भनेर हाल्छौ। यहाँ चाहिँ खै युट्युबमा चाहिँ अख मकिन्छ हौ धेरै जस्तो त। हाम्रो अजीले हेरेर छक्क पर्नुहुन्छ ल। अब तिम्रो साथी आएछ भनेर मिस गर्नुहुन्छ नि। अजीलाई मिस यु अजी, मिस यु आन्टी। आन्टीहरूले सोधिरहनु भएको हुन्छ, अजीहरूले पनि सोधिरहनु भएको हुन्छ नि तिमीलाई। म पनि मिस गरिरहन्छु नि तिम्रो बोजूलाई त। कल गर्दाखेरि जहिले सोधिरहनु हुन्छ नि त। अस्ति बिमार हुन्छ जातिनु भयो। त्यही हो, जाति हुँदै बिराम हुँदै अब बुढेसकाल लागेपछि होइन त्यस्तै हुन्छ। बुढाहरूको अर्कै पार्टी छ, बुढीहरूको अर्कै।
साथीहरु बल्ल बल्ल भेटेको हो उनीहरु पनि अनि पुरै रमाइलो भइराको होला उनीहरुलाई मजा झोल लाएर खाऊ है तिमी त एक दिनको लागि मात्रै आएको हो फेरि हो एमर्जेन्सीमा आएको नि त काम परेर त्यही भएर मलाई पनि छ्यासै भेटिराखेर ऊ फेरि भोलि गइहाल्छ नि त त्यही भएर मुखबाङ गरौँ ल एउटा भनेको नि हुन्छ अनि गरिदिइहालेको त भेट हुँदैन हामी भेटेको बेला हो गर्ने हो डङ डङ गर्ने खाएला साथी हो खाएला यो हायला भनेर कस्तो भाइरल भएको छ नि त्यतिले जे छ त्यही हाल्छु नि तर हामी अनि नेचुरल मलाई मनपर्छ दिदी त्यस्तै गरेर उसको युट्युब च्यानललाई पनि माया गरिदिनु होला त्यसरी नै हो यो हैन ग्रो न आज चाहिँ 3 जना दिदीहरुले स्याहार्दै छ हो डङ डङ भयो भने न डनमै नि मम खान्थ्यो होला हुन्छ ल्याइदिउँ अबि भयो छोरा छैन छाडले त यहाँ कम्ती देखेको होला तर धेरै छ नि रुमको थाले त अनि वहाँ गएर मेरो याद कति आउँछ अबि आउँछ नि हो के गर्नु नजिक भयो जस्तो हुँदैन तिमी नि गएपछि त कहीँ हिँड्दैनौ नि कसैको घर पनि जाँदैन कसैको घरमा पनि जाँदिन हो कोही पनि छैन अनि कहाँ जानु पहिला ऊ पो थियो अब उसको बुढा मेरो र उसको बुढा साथी साथी सँगै हिँड्छ अनि उनीहरू सँगै हिँड्छ अनि हामी दुईजना मात्रै हुन्छ यसो अब युट्युबमा कहिलेकाहीँ आउँथ्यौँ अब टाढा टाढा भएपछि त के भन्नु र हामी युट्युबै नगरे पनि अन भिडियोमा कति रमाइलो गर्छौँ नि टिकटकतिर सबैहरू फलो गर्नु चाहनुहुन्छ भने उसको नाम भन त तिम्रो त्यो टिकटकको मेरो बुनु मिलन छ हजुरहरू गएर उसलाई पनि फलो गरिदिनु होला है अनि म साँच्ची मेरो फेसबुक मैले नि रिल्सहरू बनाउन थालेको छु युट्युब फ्यामिली हैन अनि त्यहाँ गएर मलाई सपोर्ट गरिदिनु होला मेरो र मेरो हस्बेन्डको चाहिँ म यहाँनिर तल फेसबुक आइडी राखिदिने छु है मेरो बुढालाई नि पुरा भुत चढेको छ है रिल्सको चाहिँ अहिले चलेको त उसलाई पनि नि लाउने म रिल्स हो अन्त त अनि पुरा भुत चढेको छ उसलाई पनि साथ सपोर्ट दिनु होला तर मेरै नानीहरुको के हो त्यस्तोहरू भिडियो लाउँछ कि देखेको थिएँ मासु पोलेको त्यस्तोहरू गएर फलो गरिदिनु होला है त म त तिमीले पो हालेको होला भन्दै थिएँ हैन नि ए दाजुरा पनि उसलाई नि पुरा भुत चढेको छ हो नभए त्यो सोशल मिडियामा त्यति आउनु खोज्नु हो अनि बुढासँग ल्याउनु नि भन्नुहुन्छ कि अनि टाइम पनि हुँदैन आउनु त खोज्नुहुन्छ हैन तर नि दोकानले गरेर हौ पेट्टै भ्याउँदैन अहिले त कहीँ लिएर आउने कहीँ जाँदैन बिचारा सोमबारतिर कता कता डुलेर भिडियो गर्न हाल्नु मन लाग्छ नि उसलाई बिचारा टाइमै छैन दोकान अन्त साह्रो गाह्रो हुँदो रहेछ है दोकान खोलेपछि चाहिँ केही पनि कामै नपाउने कोही बेला त हस्पिटल पनि जानुलाई क्या हो नपाउने त्यो र पनि अब
कस्तो गरेर बनाएको हुन्छ अनि जानुपर्छ नि एकछिन बख न त अनि सकिन्छ हो बहिनी आन्टी र म खाएको ल थोक्रे देऊ न थोक्रे उता छ त माथि ठोक्रे देऊ न बस्नु ल तिम्रो जग्गामा आएला म आज नभए जहिले आमा छोरी खेल्छ आमा छोरी खान्थ्यो आज म आएला अन्ना म हात कहिले ऊ पनि आउँछ हो देख्छु त म जहिले तिमीसँग बसेर खाइरहेको साथ दिइरहेको हुन्थ्यो मलाई त कान्छी छोरीले साथ दिने रहेछ भन्थे खानु चाहिँ जे पनि खान्छ कि सेरी त ठुलो भयो हो त्यति आउनु खोज्दैन रहेछ नि अब कान्छीको पालो नि त्यति छिप्पेको जरा नि कुखुरा मिठो कस्तो मिठो खानेकुरा पिरो फाल्टै पिनेको नि त ए नानीले खान्छ मरो अब यिनीहरूको छुट्टीमा चाहिँ एकचोटि आउँछु होला हो समरमा अब के हुन्छ आउनु अब त टाढा गएको छैन त अब हेरौँ होइन अन्ली 5 आवर हो त साथ दियो भने आउँछु यस्तै छ दुःख सुख साथीभाइ हो होइन खायो बस्यो सुत्यो केही काम छैन चटपटे पिरो खाएको सबै मुख पिल्सिरहेको हौ म त ड्याम्मै भइरहेको त्यही भएर त खानै सकिनँ मिठो म त ठोक्रे खानै पो बिर्सेछु त अगाए पनि भयो मिठो No, baby. ड्यामै भन्यो नि तिमी अगायो के हो यति भएको थियो थाल हेर्दा चाहिँ यता देख्नु क्यामेरामा चाहिँ कम्ती देख्यो होला तर थाल ठुलो छ नि त यो टिकटकले दिएको नि त यो टेबल टिकटकले दिएको यो पनि टिकटक अहिले मलाई टिकटकले धेरै पाल्दैछ धनी भएको छु अहिले धनी ठिकै धनी जे होस् किन्नु चाहिँ परेको छैन 50,000 गर नत्र त नि जुम 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 कति बजार जुम हुन्थ्यो के किन्नु हुन्थ्यो आको पनि दुःख कति गर्छौ त बिचारा नानी रोइ रोइ सुताएर हा गरेर गर्नुपर्छ गाह्रो छ मान्छेहरूले चाहिँ क्या फ्रीमा थापेर गरे जस्तो लाग्छ तर गाह्रो हुन्छ फ्रीको सामान भन्दैमा त्यो उयो हुँदैन नि गाह्रो हुन्छ नि मान्छेले चाहिँ फ्रीमा पाएको भन्दै उयो भन्छ होला कि तर गाह्रो हुन्छ चलाउनु थालेपछि
यहाँ नानीसँग ह्यान्डल गर्दै गर्नु कति गाह्रो हुन्छ नि बढी खाँदैछ चोप्दै खाएको खाँदिन खाऊ तिमी खाऊ पहिला थुक्पा खाएकोमा त यत्रो रहेछ नि हामी पनि क्या म त क्या भयो नि हाँसिदिएको नि अस्ति नि हेर्दै त्यो उयसमा आयो कि मेरो ओ माई गड कति लुते रहेछ नि कति चिज हुन्छ नि पहिलाको त्यो हात्ती जस्तै हो म पनि त्यस्तै हो के गर्नु खायो बस्यो काम छैन अहिले त जाडोले फेरि कति रुच्छ खानु मन पर्छ नानीले मेरो दुध पनि खान्छ जाडोले कति खाम यस्तो चाहिँ नि यस्तो टेबलको चाहिँ नि रङहरू बस्दैन रहेछ यसो गर्दा नि जान्छ क्या यो चाहिँ राम्रो लाग्यो क्या मलाई नत्र त क्या अलिकति कुन उयो लागेपछि जानु खोज्दैन नि यसको चाहिँ सट्टै क्या एकचोटि मजाले उयोहरू स्प्रे गरेर पुग्छ नि सट्टै जान्छ त्यही राम्रो लाग्यो ल एन्ड गरौँ ल लास्टमा के भनिदिउँ न त एक दुई शब्द के भन्नु म त बोल्न पनि जान्दिनँ ल हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुरहरूलाई होइन उसको च्यानललाई चाहिँ धेरै भन्दा धेरै माया दिनु होला माया दिनु भएको छ तर अझै धेरै माया दिनु होला अझै धेरै माया दिनु होला उसको युट्युब च्यानललाई हजुरहरूले अब के भन्नु म त्यति त भन्नु होला ल है आज हामीले खाएको कस्तो लाग्यो तपाईहरुले त्यो पनि कमेन्टमा लेखिदिनु होला हैन सो अब भोलि उ जान्छ अनि सबैजनाले सेफ जर्नी पनि भनिदिनु होला भन्दै आजको मुकबाङ भिडियो हजुरलाई कस्तो लाग्यो प्लिज डु लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब धेरै धेरै माया बाइ बाइ भन्नु बहिनी बाइ